तपाईले पनि आफ्नो इमो अकाउन्टलाई फेसबुक जस्तै लक गर्न चाहनुहुन्छ, इमोको प्रोफाइल लक गर्न चाहनुहुन्छ भने त्यसको लागि एकदमै सजिलो छ। त्यसको लागि तपाईले आफ्नो मोबाइलमा रहेको इमोलाई क्लिक गर्नुहोला, इमो ओपन गर्नुहोला। त्यसपछि माथि टपमा रहेको प्रोफाइल आइकन देख्न सक्नुहुनेछ, यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँनिर थोरै तल देख्न सक्नुहुनेछ सिक्युरिटी एन्ड प्राइभेसी, यसमा क्लिक गरेर माथि टपमा रहेको तपाईले यहाँनिर भ्यू भन्ने अप्सन छ नि, यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईले यहाँनिर थोरै तल देख्नुहुन्छ लक प्रोफाइल, यसमा तपाईले इनेबल गर्नुहोला। त्यसपछि यसलाई अन गर्नुहोला। अब यति गरिसकेपछि तपाईलाई फाइदा के हुन्छ भने जब तपाईले आफ्नो इमो प्रोफाइल लक अन गर्नुहुन्छ, तपाईले आफ्नो प्रोफाइलमा राख्नुभएको फोटो, घरको ठेगाना वा अन्य व्यक्तिगत जानकारीहरू अपरिचित व्यक्तिहरूले हेर्न पाउँदैन। यो भइसकेपछि तपाईको इमो अकाउन्ट एकदमै सेभ हुन्छ, कसैले पनि तपाईको व्यक्तिगत प्राइभेसीहरू हेर्न पाउँदैन। त्यो हुँदा तपाईले इमो प्रोफाइललाई लक गर्नुभयो भने एकदमै प्राइभेसीको लागि राम्रो हो। तपाईले पनि आफ्नो इमोमा यो सेटिङ्स गर्नुभएको छैन भने आजै यसलाई अन गरेर इमोलाई सुरक्षित राख्न सक्नुहुनेछ। अनि यस्तै भिडियोको लागि हामीलाई लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न नभुल्नुहोला। समस्या परेमा कमेन्ट गर्न सक्नुहुनेछ।